सो गाइज हामी चाहिँ छौँ अहिले गोलपार्कमा। हामी चाहिँ 4:30 बजेबाट यहाँ छौँ। पेट्रोल फेनेर पेट्रोल हालौँ भनेर आएको हैन। त्यसपछि मुसलधारे पानी परेर अहिले चाहिँ 5:40 भइसक्यो। लगभग हामी यहाँ बसेको 1.5 घन्टा हुन लागिसक्यो। हेर्नुहोस्, मुसलधारे पानी परिरहेको थियो। आज चाहिँ हामी वहाँ जलपा जान भनेर हिँडेको। 3 बजे उठेर नुहाउने धुने साफ सफाई यताउता गरेर 3 बजे उठेर गरियो। तर चाहिँ रुमबाट 4:30 बजे हिँडेको। अझै पनि हामी गोलपार्ककै पेट्रोल पम्पमा छौँ। पानी अझै पनि पानी परिरहेको छ साथीहरू। मुसलधारे पानी परेछ। ल हेर्न सक्नुहुन्छ, अलिअलि मान्छेहरू पनि उठिसकेका छन्। माइत हिँडेको मान्छेको हाल यस्तो छ। ल हेर्नुहोस्, बिचरा के गर्ने र। नरौ बाबा नरौ, मेरो कान्छा नरौ है। ल हेर त यस्तो छ, हेर त बिचरा। माइत हिँडेको मान्छे अलपत्र परेको अवस्थामा। बाहिर पानी रोकिने नाम छैन। अब हिजो चाहिँ बाइकमा पेट्रोल पनि हालिएन, त्यही भएर आज पेट्रोल राख्नु पर्यो भनेर उतातिरको पेट्रोल पम्पमा पनि गइयो। उता पनि मान्छेहरू सुते रहेछ। अनि यो चाहिँ हामी के भन्छ अरे गोलपार्कको पेट्रोल पम्पमा धन्न यहाँ आउँदाखेरि पानी हल्का अलिक बढी भएर यतै बसौँ भयो भनेर बसेको। 1.5 घन्टा भइसक्यो। गाडीहरू पनि हिँड्न लागिसक्यो साथीहरू। सिमरनको दाइको फाइनली साथीहरू हामी चाहिँ यता प्रवासमा आइपुगिसक्यौँ। लुम्बिनी हस्पिटलको माथि। अब यता हल्का पिसाब गर्न लागिरहेछौँ। सिद्ध बाबाको बाटो चाहिँ एकदमै खराब छ साथीहरू। हामी चाहिँ 3टा बाइक, त्यहाँ त जाम थियो तर हामी चाहिँ 3टा बाइक धन्न एकजना मान्छेले चाहिँ आइडिया लगाएर फट्टासट्टा रहेछ अनि त्यो हालेर हामी चाहिँ जसो तसो गरेर बाँचेर निक्ल्यौँ साथीहरू। हाम्रै आँखा अगाडि एउटा कारलाई यत्रो ठुलो ढुङ्गा आएर पचात पार्यो। अनि यिनी पनि डराएर रुन लाएर रोएर कस्तो गरेर मलाई त हाँसो पनि लाग्यो साथीहरू। हामी चाहिँ अहिले बाँसटारी भन्दा माथि के भन्छ अरे यसलाई लुम्बिनी हस्पिटल प्रवासतिर आइपुगिसक्यौँ। पानी अलिअलि परिरहेको छ। मौसम चाहिँ बादलहरू लागिरहेको छ अनि त्यस्तै छ। जसो तसो हामी चाहिँ बाँचेर आइयो साथीहरू। म त आज जाममा परिन्छ होला, आज चाहिँ आइन्न होला भनेर सोचिरहेको थिएँ। एक त 4 बजे हिँडेको अनि पेट्रोल पम्पमा आएर बस्यो। मुसलधारे पानी परेको 6-6:30 बजेसम्म। अनि अलि यतातिर आएर जाममा परेको भयो, सिद्ध बाबातिर आएर जाममा परेको भयो, हामी खत्तम हुने हेर्नु साथीहरू। बाटो चाहिँ अलिक यतैतिरको होला नि, ठुलो छैन। त्यही हो, अगाडिको अपडेट चाहिँ गराउँदै गर्छौँ। हामी चाहिँ यतैतिर आएर रोकेर अब यतातिर हल्का पिसाब पनि फेर्नु पर्यो भनेर
हो यिनलाई चाहिँ जसो तसो माइत पुऱ्याइदिउँ भनेर हो साथीहरू। त्यही हो अगाडि म अपडेट गराउँदै गर्छु बाटो कस्तो छ भनेर। यतातिर यहाँसम्म चाहिँ बाटो ठिकठाकै छ, त्यही हो सिद्धबाबामा अलिकता बाटो खराब भएको। अब चाहिँ हामी यहाँदेखि मास्तिर उकालो लाग्छौँ। अगाडिको अपडेट म गराउँदै गर्छु, हेर्दै गर्नु होला। जेठानहरूको पूजा तपाईँ नगर्नु के यो यिनीहरू गरे यता जहाँ घुम्न हैन तपाईँ नगर्नु के त्यो चाहिँ बस्ती छिटो जाऊ। ल राम्रोसँग भक्कल गरेन छ तिमीहरूले। भक्कल गरेको तामाले के भन्न चाहनुहुन्छ? अब म भित्र जाँदैछु मन्दिरमा, तपाईँहरू पनि आउन सक्नुहुन्छ। अहिले हामी कहाँ छौँ गरेर भन्नु? जलपाको सत्यवतीमा हम सत्यवती जे भन्दा नि एउटै हो, तर चाहिँ नि यो चाहिँ नि पानी उत्पत्ति भएको ठाउँ यहाँ हो। अहिले हामीले यसमा एकदम राम्रो बनाउँ। अब यो मन्दिर यहाँ सर्छ हजुर। अरू रिसर्च गर्नुहुन्छ भने यहाँको विशेषताको बारेमा उनले हो के अरे भन्ने उनले विशेषता चाहिँ नि के छ भने छोराछोरी सपोज जस्तै तपाईँहरूको छोराछोरी भएको छैन भने यहाँ भकल गर्न सक्नुहुन्छ। सत्यवती बजाइले वरदान दिनुहुन्छ तपाईँहरूलाई, त्यही हो विशेषता। अरू थुप्रै छन् विशेषता, भन्यो भने 2 घन्टा लाग्छ, सो त्यही भएर म भनिनँ, मेरो मुख दुख्छ। अनि यो चाहिँ नि बाबा हुनुहुन्छ हाम्रो यहाँ, बाजे ठुलो बा मेन पुजारी उहाँ हो, तर उहाँको भक्कल हो, त्यही पनि हामी उहाँ आनन्द उपरखुट्टी लाएर बस्नु भयो। सो त्यही भएर अब हामी पूजा गर्दैछौँ। मन्दिर पनि देखाउँछु म तपाईँहरूलाई राम्रोसँग देखाइदिउँ त। यहाँ चाहिँ नि यो भित्र मन्दिर हो, यहाँ हेर्न सक्नुहुन्छ। सत्यवती बजाइको शिला है यहाँ, उता उहाँ बजाइकै मूर्ति हो, त्यही पनि हामी देखाउन सकिएन, मिलेन। अनि यहाँ चाहिँ नि हाम्रो दिपक दाई, पुष्पा दिदी, अनि यहाँ चाहिँ नि भ्लग बनाउनेको विशेष गरी वाइफ भ्लगरको वाइफ, अनि यता चाहिँ नि भ्लगर, अनि यता चाहिँ नि मम्सको चाहिँ नि खुट्टा मर्केछ, सो त्यही भएर उठ्न सक्नु भएको छैन। आज चाहिँ नि हाम्रो विशेष गरी यहाँको हो, आज चाहिँ मृत्युदण्ड, अनि त्यसलाई हामीले किल गर्ने। अनि त्यो चाहिँ नि किन ल्याएको भन्दा हाम्रो भक्कल थियो, सो त्यही भएर ल्यायौँ। अनि निर्जल हो। अनि यता चाहिँ हाम्रो भिनाजु ब्लगर, मेन ब्लगर उहाँ हो। अनि यहाँ चाहिँ हाम्रो दाई हुनुहुन्छ, नाम चाहिँ नि मलाई आई डोन्ट नो। मेरो अगरबत्ती चाहिँ नि मैले पाल्न भनेर ल्याएको, त्यही पनि तपाईँले ल्याउनु भएन। ल अब म यो क्यामेरा फोन भेनालाई दिन चाहेँ, तपाईँको हातले तपाईँले बनाइदिन्छ क्या, तयारी हुँदैछ अब यहाँ। सत्यवती बजाइले अझै पनि पुरा गरिदिनुहुन्छ। अर्कोचोटि टिकामा
मुर्ती हालौँ न टिकामा हालिदिइहाल्छ सत्यवती बजाई कि सत्यवती बजाई कि सत्यवती बजाई कि सत्यवती बजाई कि खै त के हेर्न पाउने गरे यताका पार्टीले कसैले पनि भनेन नि सत्यवती बजाई कि सबैले भनौँ न पूजा गर्न आएको भक्तजनहरू पूजा चाहिँ सम्पन्न भइसकेछ अब चाहिँ जाने तयारी यतातिर चाहिँ सत्यवती मन्दिर यस्तो छ साथीहरू यो चाहिँ नयाँ मन्दिर हो नयाँ मन्दिर बनाइसकेको छ अब उता त्यो चाहिँ पुरानो मन्दिर हो अब त्यहाँदेखि यहाँ सार्ने गरे अनि यो सत्यवती ताल ल हेर्नुहोस् यस्तो छ राम्रो गराएको छ नि यहाँ चाहिँ हामी चाहिँ छ मैले जल्पा पाल्पाको जल्पा प्रसाद हो माफैले हो कि पोलेको माफै अनाडी भएर त्यहाँ थोरै दिउँ बेनामाल बनाउँछ यहाँ दिन्न ल भान्जा त आउँछ आउँछ गाइजहरू हेर्न सक्नुहुन्छ भने टिका लाएर प्रसाद ग्रहण गरिसक्यौँ नमस्ते मामा नमस्ते अनि हामीले चाहिँ प्रसाद पाइसक्यौँ यो चाहिँ नि तपाईँहरूले मूर्ति हेर्न चाहनुहुन्छ भने तपाईँहरूले भिडियो मार्फतै तपाईँहरू यदि देश विदेशमा हुनुहुन्छ भने तपाईँहरूले भिडियो मार्फतै दर्शन गर्न सक्नुहुन्छ म तपाईँहरूलाई मेन शिलाहरू पनि देखाउन चाहन्छु यो चाहिँ नि हाम्रो स्थित जलपाई स्थित रहेको सत्यवती बजाईको मूर्ति रहेको छ सबसे सुरुमा उत्पत्ति हुनुभएको शिला चाहिँ नि यहाँ हो यो शिला छ नि यो शिला हो अनि यहाँहरू पनि हुनुहुन्छ हेर्नु त यो शिलाहरूको आकार अनि यो चाहिँ नि अब चैते पूर्णिमामा अर्को वर्षको चैतमा यो शिला चाहिँ नि उत्पत्ति अब मतलब यो चाहिँ नि अब अर्को मन्दिरमा सिफ्ट हुँदैछ अर्को पूर्णिमामा मेरो चाहिँ यहाँ ठोक्यो गाइजहरू अनि अब यो उसमा उस हुँदैछ अब यो मन्दिरमा हुन्छ त्यो जुन ठुलो शिला छ नि त्यो चाहिँ त्यसमा हुन्छ अनि हामीले टिका ग्रहण गरिसकेपछि अब फेरि यता टिका लगाइदिनु लाग्नुभएको छ म जस्तो भन्नु अनि पहिला समयलाई लगाइदिनु अनि अब हामी मेन गरी भन्नुपर्दा तपाईँहरूलाई यस्तो मेरो घाँटी टल्के हो अनि यो गाईहरू मलाई मिठो लागेन यो प्रसाद हो त्यही पनि म खानु पर्यो हाम्रो साथीहरूलाई भनिदेऊ त तिमीलाई त्यस्तो किन हुन्छ म किन भन्दा म पछि भन्छु तपाईँलाई रस छ अहिले भन्यो भने तपाईँहरू बिर्सिनु ढल्नुहुन्छ तपाईँलाई भन्छु पछि रस चाहिँ खोल्दै जान्छु चक्को चाहिन्छ कि ए त्यता फेरि जान पर्ने नाक त बनाउने मुजुल्का बनाउने गरे
कसको दाइ सेतेको बुढीको बुढाको पनि थाहा भयो लाइटर कसिन छ हिँडेको भिलो यसलाई अब खै लाइटर बोसो निकाल्यो त्यहाँ देखो कहाँ लाइटर देख खै त्यो त्यहाँ यसले चाहिँ हड्डीमा नहान भनेर हो मैले यो समातम त राम्रो पहिले यो बाले छिना खानु गर्दै गर्ने अन्त टाउको अलग्गै पकाउने हेर के हो कसो मलाई थाहा छैन अलगै त होला नि यो पनि आज नचलेर हेरेर बस्ने लागेछ त म यहाँबाट उठेर गयो भने मेरो नि यस्तै हाल सानो चाकु थियो कति गएको थियो यता थियो कि यहाँ पहिला निकाल न छटमा यो निकाल्छ यसलाई टमाउन पाइन्छ हल्का हुन्छ हालेको हजुरले समातेर